हेलो साथीहरू, ल फाइनली हामी यहाँ पुलको यो पल्लो छेउबाट चाहिँ हिँड्नु स्टार्ट गरेँ है। तपाईँहरूले पनि याद गर्नुहोस्, यो पुल क्रस गर्नुको लागि चाहिँ कति टाइम लाग्छ। यो पुलको पल्लो छेउ त तपाईँले देख्नु भएको छैन होला है। यहाँबाट तपाईँलाई अलिकति जुम गरेर देख्ने कोसिस गर्दै छिनुहोस्। हाम्रो साथी र नानीहरू चाहिँ यहाँ पर पुगिसके कि अनि यहाँ पुलेर जस्ट हामी यहाँबाट हिँड्नु सुरु गरिसकेको छु है। कति अब कति टाइम लाग्दो रहेछ के लाग्दो रहेछ हेर्नुहोस् तपाईँले। हेर्नुहोस् है साथीहरू, पुलेर नछोड्ने यता म अगाडि छ। ल साथीहरू हेर्नुहोस् है, हामी त्यो पुलको अब परपट्टि पारिपट्टि जाने हो है। फाइनली कति टाइम लाग्छ त्यो तपाईँहरूले याद गर्नुहोस्। पुल चाहिँ तपाईँको लगभग 500 मिटरभन्दा लामो छ है। र यो पुल पार गरेर चाहिँ हामी चाहिँ त्यो पल्लो डाँडामा जाने हो है। त्यो पल्लो डाँडाबाट किनकि म त्यो पल्लो डाँडाबाट आएको हो र त्यो डाँडाबाट यहाँसम्म आइपुग्नु लागि हामीलाई कति टाइम याद भयो त्यो मैले याद गर्न सकिनँ। त्यस कारणले गर्दा फर्स्टदेखि नै मैले तपाईँहरूलाई भिडियो गरेर देखाउँदैछु है। अनि तपाईँहरू यदि याद गर्न सक्नुहुन्छ पुललाई क्रस गर्नुको लागि कति टाइम लाग्छ है। पुलदेखि तलको नजरहरू हेर्नुहोस्, यहाँ तपाईँले राम्रो देख्न सक्नुहुन्छ। खेतबारी धेरै रहेछ है, यहाँनिर तपाईँले हेर्नु सक्नुहुन्छ। किनकि आजको दिन अलिकति भए पनि क्लियरै छैन, त्यस कारणले गर्दाखेरि अलिकति तपाईँहरूलाई यहाँको भ्युजहरू देख्नु लाग्छ अलिकति। सोल्टे यता फर्क चाहिँ बोल्दै बोल्दै नहोस्। साथीहरू यहाँ तपाईँले देख्नु सक्नुहुन्छ भर्खर नेपालको सबैभन्दा लामो तेस्रो पुलको बिचबिच भागमा म यहाँनिर आइपुगिसकेको छु है। यहाँनिर तल तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँनिर खोलाहरू देख्न सक्नुहुन्छ है। त्यसको बाद यहाँनिर चाहिँ हाम्रो त्यो सानो घर देख्नुहुन्छ, त्यहाँनिर चाहिँ शमशान घाट हो, त्यहाँनिर मान्छेहरू चलाउने गर्छ है। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यतापट्टि खेतबारीहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँको स्विमिङ गर्ने ठाउँ, जहाँनिर चाहिँ हल्का सानो ड्याम छ र त्यहाँनिर स्विमिङ गर्नुको लागि चाहिँ एकदमै राम्रो छ। जहाँनिर चाहिँ हाम्रो सोल्टीहरू पहिल्यैदेखि यहाँनिर स्विमिङ गर्न आउनुहुन्थ्यो है। र तपाईँले तलको हेर्नु सक्नुहुन्छ मजाको खेतबारीहरू। तपाईँले मलाई लाग्छ कि धानको टाइममा चाहिँ धान पाक्ने टाइममा चाहिँ यो एरिया एकदमै राम्रो हरिभरि यहाँको दृश्य अझै राम्रो देख्छ होला। किनकि हरियालीको टाइममा यहाँनिर अझै राम्रो भ्युजहरू हुनसक्छ, किनकि खेतबारीको कारणले गर्दाखेरि यहाँनिर धेरै हरियो जग्गाहरू हरियाली तपाईँले यहाँ आएर देख्न सक्नुहुन्छ। एकदम राम्रो दृश्यहरू देख्न सक्नुहुन्छ है। यता पनि देख्न सक्नुहुन्छ केही जग्गामा त हरियो, केही साइड सिमरायोहरू के रोपेको होला। एकदम राम्रो जग्गा सुपारी बारीहरू देखाएको नि तल खेतीहरू देखाउँ, खेती पल्लो पाराको खेतीहरू हेर्नुहोस्, भ्युजहरू हेर्नुहोस्। तलको मुनिको सुपारी बारी चाहिँ म यो के अरे नेपालको सबैभन्दा तेस्रो लामो पुलको बिचबिच भागमा छु है। जहाँनिर चाहिँ हावाले गर्दा मान्छे हिँडेकोले गर्दाखेरि पुल अलिकति हल्लिँदैछ। साह्रै बिचमा पनि पुगिहालेको छैन, सायद बिचमा पुगेपछि अझै तपाईँले यो पुल लामो भएको कारणले गर्दाखेरि अलिकति पनि हल्लिने गर्छ है। अलिकति जसलाई चाहिँ अलिकति पनि डर लाग्छ, उचाइदेखि डर लाग्छ त्यो मान्छेहरू चाहिँ पुलमा नआउने हुन्छ। किनकि तल गएर एकदमै लामो छ, ठुलो छ, त्यस कारणले गर्दाखेरि तल हेऱ्यो अलिकति रिङ्गटाहरू लाग्छ मान्छेहरू तलको मान्छेहरू। हेर्नुहोस् साथीहरू, तलको भ्युजहरू हेर्नुहोस्, यहाँनिर कति टाढा छ तपाईँले देख्न सक्नुहुन्छ है। यहाँनिर सायद खेतीबारीहरू त गर्दैन रहेछ है। खोलाहरू तपाईँले एकदमै सानो देख्न सक्नुहुन्छ। यहाँ मान्छेहरू चाहिँ मान्छे त साथै त्यस खासै नै देख्दैन, सानो सानो देख्छ। हेर्नुहोस् पर आकाशमा चरा उडे यस्तो देखिँदो रहेछ। र पनि जुम गरेर चाहिँ देखाउँदैछु हामी मान्छेहरू त्यहाँदेखि खेतमा काम गर्नु जुम गरेर तपाईँले देख्न सक्नुभयो होला है। तपाईँलाई म एकपल्ट फेरि देखाउन चाहन्छु पल्लो साइडमा हेर्नुहोस्। पल्लो साइडमा है हामी त्यो छेउबाट चाहिँ हामी हिँड्दैछु र अहिलेसम्म हामी के नेपालको बिचबिच भागमा चाहिँ हामी आइपुगेको छैनौँ है। पुलको बिचबिच भागमा आएका छैनौँ है। त्यो छेउबाट चाहिँ हामी हिँड्नु सुरु गरेको हो र फिलहाल चाहिँ हामी हिँड्दैछौँ। हेर्नुहोस् साथीहरू, तपाईँहरू हेर्नुहोस् कतिको टाइम लाग्छ के लाग्छ तपाईँले याद गरिदिनुहोस् है। फिलहाल चाहिँ हामी
अहिले हामी एक्ज्याक्टली नेपालको यो बिचबिच भागमा चाहिँ हामी आइसकेको छौँ। यहाँ तपाईँहरूले स्पर्श गर्नुहुँदैछ होला, पुल धेरै नै हल्लिँदैछ है। यो बिचबिच भागमा चाहिँ अनि धेरै उचाइमा भएको कारणले गर्दाखेरि अनि तपाईँको यो सपोर्ट भएको कारणले गर्दाखेरि चाहिँ हामी बिचबिच भागमा आइपुगेको छौँ। तपाईँले यहाँ देख्न सक्नुहुँदैछ है, पुल निकै नै हल्लिँदैछ। सोल्टे तपाईँले छेउको टाइममा पनि टाइमलाई पनि याद गर्दै गर्नुहोस् कति टाइम लाग्छ के लाग्छ। सोल्टे म चाहिँ मेरो साथी अनि नानीहरू पनि हुनुहुन्थ्यो है। साथी र नानीहरू अनि मेरो दाजुहरू चाहिँ क्रस भइसकेको छ है। फाइनली उहाँ पनि क्रस भइसकेको छ। अनि म चाहिँ यहाँनिर त हजुरलाई विषयमा अलिकति जानकारी गराउँदै बात गर्दै म भिडियो रेकर्ड गर्दै हिँड्छु है। छोराहरू चाहिँ मेरो नानीहरू चाहिँ सायद पर पुगिसक्यो है। अनि म मात्रै होइन, मेरो फ्यामिलीहरू धेरै नै आउनु भएको छ है। धेरै राम्रो छ। अब उहाँ चाहिँ डरले उतापट्टि जान सक्नु भएन है। उहाँ चाहिँ डरले आउनु भएन है। र हामी चाहिँ यो पारिपट्टि चाहिँ आएका छौँ है। यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँले तलको भ्यूजहरू एकपल्ट फेरि हेर्नुहोस्। घाम पनि अस्ताउने टाइम भयो, घाम पनि हेर्नुहोस् पहेँलो पहेँलो हुन थाल्यो है। र धेरै राम्रो एकदम रमाइलाग्दो मौसम भइरहेको छ। एकदमै हावा पनि राम्रै चल्दैछ है। मौसम पनि एकदम दामी छ, ठन्डा पनि छैन, गरम पनि छैन, एकदम वेदर एकदम राम्रो छ, घुम्ने लायकको छ, एकदम मनोरञ्जन भएछ, आनन्ददायक छ, एकदमै मजा आउँछ। बिजुली अहिले धेरै मात्रामा हल्लिँदैछ है। यो नेपालको सबैभन्दा लामो तेस्रो पुल जहाँनिर चाहिँ अब म अहिले बिचबिच भागमा बिचबिच भागबाट तपाईँहरूसँग म बात गर्दैछु है। अलिकति मेरो हिँडाइ पनि धड्खडिँदैछ। कारण किनभने चाहिँ पुल अलि निकै नै लामो छ, निकै लामो भएको कारणले गर्दाखेरि निकै नै हल्लिँदैछ। त्यस कारणले गर्दाखेरि तलको हेर्नु ल हेर्नुहोस् साथी, यो तल तपाईँहरूले देख्न सक्नुहुन्छ कति गहिराइमा कतिको उचाइमा छ यो पुल। तपाईँहरूले याद गर्न सक्नुहुन्छ है। सो हामी फाइनली पुलको पल्लो छेउ आइपुग्नु आँटेँ है। पुलको पल्लो छेउ आइपुग्नु आँटेँ। तपाईँहरू यहाँनिर देख्न सक्नुहुन्छ पुलको पल्लो छेउ है। र हामी हिँडेको चाहिँ कहाँदेखि भन्दाखेरि त्यो डाँडादेखि हिँड्दैछौँ है। जहाँनिर तपाईँले केही मात्र हल्का मात्रामा देख्न सक्नुहुँदै होला। र हामी यो पुलको यो छेउ चाहिँ आइसकेको छौँ। ल साथी हो टाइमहरू याद गर्दै गर्नुहोस् कति के हुँदैछ। 8 मिनट बोल्नु हेर्नुहोस् साथी हो लगभग हामी पुल क्रस हुन लाग्यो है। तपाईँहरूले मेरो पनि हिँडेकोले गर्दाखेरि अलिकति सास पनि अलिकति सास पनि बढेको जस्तो हुन थालिसक्यो साथी हो। तर हेर्नुहोस् एकपल्ट क्यामराम्यान अगाडिपल्ट देखाइदिनुहोस्। अगाडि साइड हामी मोटामोटी आइपुग्यौँ साथी हो। पुलदेखि क्रस हुने लागेको छौँ। जस्ट अब केही समयमा हामी पुलको पल्लो पारि पुग्नेछौँ है। ल साथी हो हामी पुलको छेउछाउ आइपुगिसकेँ है। टाइम हेरेर अनि तपाईँहरूलाई मैले जुन यो नेपालको सबैभन्दा लामो तेस्रो पुलबाट जुन चाहिँ भिडियो देखाएँ पार गर्नु लाग्छ, कस्तो लाग्यो के लाग्यो है। पार गर्नु मन पऱ्यो भने कमेन्ट्स गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। सब्सक्राइब गरेर तपाईँले एउटा लाइकको बटन पनि दबाएर गरिदिनुहुन्छ भन्ने आशा साँचेको छु है। र फाइनली तपाईँहरूलाई बिचको बाटो हामीले क्रस गरिसक्यौँ है। क्रस गरिसकेपछि हामी तपाईँलाई फेरि त्यो डाँडाको भ्युज पनि अलिकति तपाईँलाई देखाउने छु। यहाँ अगाडि देख्न सक्नुहुन्छ मेरो
साथी मेरो घरको परिवारहरू यहाँ छोरा पनि आइसकेको छ यहाँ कति मेरो छोरा पनि पल्लो पारी पुगेर आइसकेको छ साथी हो पल्लो पारी पुगेर आइसकेको छ हिँड होइन र फाइनली साथीहरू हामी चाहिँ पुलको पल्लो छेउमा आइपुगे तपाईँलाई कस्तो लाग्यो के लाग्यो तपाईँले सबैजनाले लाइक सब्सक्राइब कमेन्ट गरिदिनुहोस् होला